नमस्कार। आज असार 15 यो दिनलाई हामी मानो रोपेर मुरी उब्जाउने दिन भन्छौं नि। राष्ट्रिय धान दिवस पनि हो अनि रोपाई महोत्सव पनि। तर यो केवल खेतीपाती मात्रै त होइन, होइन र? यो त हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक, अझ भनौं न धार्मिक जीवनसँग पनि जोडिएको छ। एकदम अभिन्न पाटो। आज यिनै विषयमा अलि गहिरिएर कुरा गरौँ है त, हामीसँग भएका जानकारीहरू हेरेर। एकदमै, तपाईले ठिक भन्नुभयो। यो त बहुआयामिक छ। अनि फेरि यो वर्षको नारा पनि छ नि, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भनेर। यसले झन राष्ट्रिय महत्त्व देखायो। अनि अर्को पाटो, त्यो दही चिउरा खाने चलन, त्यो पनि त छँदैछ नि। हो, हामीसँग भएका स्रोतहरूले यी दुवै पाटो, कृषि र संस्कृति, दुवैलाई राम्रैसँग समेटेका छन्। त्यसो भए सुरुमा यो कृषि पक्षबाटै कुरा गरौँ न त। यो वर्ष धान उत्पादन कस्तो होला जस्तो छ? मौसमको कुरा पनि छ अनि सरकारले आत्मनिर्भर हुने लक्ष्य लिएको पनि सुनिन्छ। के छ अवस्था? हेर्नुस्, कृषि विज्ञहरू त यो वर्ष उत्पादन राम्रो हुन्छ कि भन्नेमा अलि आशावादी नै देखिनुहुन्छ। कारण के भने नि, प्री मनसुनदेखि नै पानी राम्रै परिरहेको छ धेरै ठाउँमा। जानकारी अनुसार त पूर्वतिर कतै कतै रोपाई सुरु पनि भइसक्यो रे। पश्चिम र तराईतिर पनि अब छिट्टै सुरु हुन्छ होला। असार 15 आसपास मनसुन अझै सक्रिय हुने अनुमान छ। मौसमले त साथ देला जस्तो छ। तर तपाईले त्यो आत्मनिर्भरताको कुरा जोड्नु भयो नि, त्यसमा चाहिँ होइन, हामी अझै अलि पछाडि नै छौं। हामीलाई वर्षमा झडण्डै 70 लाख मेट्रिक टन धान चाहिन्छ। तर हाम्रो उत्पादन अझै पनि करिब 10 लाख मेट्रिक टन त कमै छ। गत जेठ महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने पनि झण्डै 39 अर्ब रुपियाँको धान, चामल, कनिका आयात भएको देखिन्छ। 39 अर्ब, 10 लाख मेट्रिक टन कम, यो त निकै ठूलो अन्तर रहेछ नि। यसले त हाम्रो अर्थतन्त्रमा व्यापार घाटामा पनि असर गर्छ होला नि त। यो ग्याप कम गर्न केही ठोस प्रयासहरू चाहिँ के भइरहेका छन् त? चैते धान जुन अलि छिटो लगाइन्छ, त्यसको खेती बढाउने अनि बर्खे धान, मुख्य सिजनको धानको उत्पादकत्व बढाउने कार्यक्रमहरू छन्। एउटा चाखलाग्दो कुरा के छ भने, हाम्रो नेपाल कृषि अनुसन्धान परिषद नार्कले 140 भन्दा बढी धानका जात विकास गरिसकेको छ। 140 भन्दा बढी? हो, त्यसमा हाइब्रिडहरू पनि छन् जसले धेरै फल्छन्। तर यति धेरै जात हुँदा पनि आयात घट्न नसक्नुले चाहिँ कतै ती जात किसानसम्म पुग्न सकेनन् कि अथवा बिउ नै उपलब्ध भएनन् कि भन्ने प्रश्न उठ्छ के। अनि त्यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि छ। त्यस अन्तर्गत धानका लागि 21 वटा जोन र 5 वटा सुपर जोन छन्। त्यहाँ चाहिँ बिउदेखि बजारसम्म पुरै चेनमा काम गर्ने भनिएको छ। एउटा सकारात्मक कुरा के भने नि, गत वर्ष रोपाई कम जमिनमा भए पनि उत्पादकत्व चाहिँ अहिलेसम्मकै धेरै भएको थियो। त्यसले केही आशा जगाउँछ। उत्पादकत्व बढ्नु त राम्रो संकेत भयो, तर आत्मनिर्भरताको यात्रा अलि लामै देखियो। खैर, अब अलिकति रमाइलो पाटोतिर लागौँ न। असार 15 को अर्को चिनारी, दही चिउरा। यो किन खाइन्छ होला? त्यही रोपाईको थकान र चटारोले गर्दा हो, सजिलो भएर? हो, मुख्य कारण त्यही मानिन्छ। असारमा खेतमा कामको कति हतारो हुन्छ होइन? त्यस्तो बेला छिटो बन्ने, मिठो पनि हुने अनि शक्ति पनि दिने खाजा चाहियो। त्यसैले दही चिउरा चलनमा आयो। तर यो खाली सजिलो र परम्परा मात्र होइन नि, स्वास्थ्यको हिसाबले पनि यो त गजबको छ। हो र, स्वास्थ्यलाई फाइदाजनक छ भन्नुभयो। मलाई त सधैँ लाग्थ्यो यो परम्परा र अलि हतारको उपज होला भनेर। के कुराले फाइदा गर्छ त यसले? अलि बताइदिनुस् न। हजुर, जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेतीले पनि भन्नुभएको छ, दही चिउरा एकदमै सजिलै पच्ने पोषिलो खाजा हो भनेर। दहीमा के हुन्छ भने नि, राम्रो ब्याक्टेरिया हुन्छ, ल्याक्टोब्यासिलस भन्छन् नि। त्यसले पाचन प्रणालीलाई सहयोग गर्छ। अनि क्याल्सियम, पोट्यासियम, भिटामिन बीहरू पनि पाइन्छ दहीमा। पेट गडबड हुँदा, पखाला लाग्दा पनि दही खानु राम्रो मानिन्छ। अच्छा, अनि चिउरा नि? चिउरा त कार्बोहाइड्रेटको एकदम राम्रो स्रोत भइहाल्यो। खेतमा काम गर्न तत्काल ऊर्जा दिन्छ। अनि यसमा आइरन पनि हुन्छ, अलिकति प्रोटिन पनि, अनि पकाउनै नपर्ने। कति सजिलो हो। अनि जब दही र चिउरासँगै खाइन्छ, शरीरले कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिनहरू एकैचोटि पाउँछ।
यसमा अझ केरा, आँप जस्ता फलफूल मिसायो वा अचार, तरकारी, गेडागुडीसँग खायो भने त झनै पोसिलो भयो। बच्चादेखि बुढासम्म सबैलाई मिल्ने खाजा हो यो। वाह, भनेपछि त यो दही चिउरा सामान्य देखिए पनि कति महत्त्वपूर्ण रहेछ। आजको कुराकानीले त असार 15 को दुईटै पाटो देखायो। एकातिर कृषि, खाद्य सुरक्षा, आत्मनिर्भरता जस्तो गम्भीर राष्ट्रिय चासो, अर्कोतिर यही दही चिउरा जस्तो सरल तर एकदमै पोसिलो अनि हाम्रो संस्कृतिसँग जोडिएको परम्परा। हो नि, यसले के देखाउँछ भने हाम्रो खेतीपाती र संस्कृति एकअर्कासँग कति नजिकबाट जोडिएका छन्। अनि जाँदा जाँदै एउटा प्रश्न छोडेर जाउँ कि जस्तो लाग्यो। भन्नुहोस् न। हामी धान उत्पादन बढाउन आधुनिक प्रविधि प्रयोग गर्ने, हाइब्रिड जात लगाउने, सघन खेती गरेर आत्मनिर्भर बन्ने कुरा गरिरहेका छौँ होइन? यो दौडमा हामीले हाम्रा परम्परागत ज्ञान, हाम्रा रैथाने सिप अनि सयौं वर्षदेखि यही माटोमा फल्दै आएका स्थानीय धानका जातहरू छन् नि, तिनको संरक्षणलाई कसरी सन्तुलनमा राख्ने होला? यो हामी सबैले अलि सोच्नुपर्ने विषय हो कि जस्तो लाग्छ मलाई।